रवि लामिछानेलाई 72 लाखको होइन सहकारी ठगको पैसा तिर्मान महिला सहकारी ठग कुन पार्टीको र को यो पुरा भिडियो हेर्नुस् अनि कमेन्ट गर्नुस्। झोले सुन्न मुसन्नको कुरा नसुन्नु होला। यहाँ एउटा भाष्य क्रिएट गरेको छ रवि लामिछानेले सहकारी पैसाको अपतरण गर्यो भनेर त होइन, त्यो चाहिँ एउटा भाष्य क्रिएट गरेको मात्रै हो। साँच्चै सहकारी ठगहरू चाहिँ को छन् त? यहाँ सुन्नुहोस्, धनराज गुरुङ 50 करोड नेपाली कङ्ग्रेस, भरत महर्जन 10 अरब 34 करोड नेपाली कङ्ग्रेस, केदारनाथ शर्मा 16 अरब नेपाली कङ्ग्रेस, चन्द्रबहादुर लामा 8 अरब 79 करोड नेपाली कङ्ग्रेस, सुरेन्द्र भण्डारी 6 अरब नेपाली कङ्ग्रेस, तेज विक्रम थापा 2 अरब 82 करोड नेपाली कङ्ग्रेस, जीबी राई 16 अरब 50 करोड नेपाली कङ्ग्रेस। नेपाली कङ्ग्रेसले मात्र कुल जम्मा 60.6 अरब चाहिँ हिनामिना गरेको छ साथीहरू तपाईँको पैसा। केबी उप्रेती 8 अरब नेकपा एमाले, देव कुमार नेपाली 2 अरब नेकपा एमाले, इच्छाराज तामाङ 7 अरब 82 करोड नेकपा एमाले, ऋषिकेश पोखरेल 14 करोड नेकपा एमाले। एमाले 17.96 अरब चाहिँ तपाईँहरूको पैसा चाहिँ हिनामिना गरेको छ। राम गौतम 5 अरब नेकपा माओवादी, गीता बस्नेत 2 अरब 60 करोड राप्रपा, टोटल जम्मा 86 अरब चाहिँ यी जति पनि मैले वाचन गरेँ उहाँले तपाईँहरूको पैसा अपतन गरेको छ, ठगी गरेको छ, रविले खायो भनेर भाष्य क्रिएट गरेको मात्रै हो। यति कुरा बुझ्नु होला। तपाईँले यी व्यक्तिहरूले चाहिँ मुद्दा हाल्नु होला, समाउनु होला। यिनीहरू खुले आम छाती चौडा गरेर बाहिर हिँडेका छन्, नाचे